हेर्नुस् है त प्योर पञ्चधातुको ह्यान्डमेड सामानहरु चाहिँ यसरी रेडी हुन्छ। हामीले पुरै प्रोसेसिङहरु राखेका छौं। भिडियो अलिकति लामो हुन सक्छ, अन्तिमसम्म हेर्नु होला। सुरुमा देखिराख्नु भएको यो रडबाट चाहिँ हामीले पेलेर तार बनाएर निकाल्छौं, जुन यहाँ देखिराख्नु भएको छ। कतिको मसिनो चाहिन्छ त्यो साइजको बनाएर हामीले त्यसलाई बटारेर स्प्रिङ जस्तो बनाउँछौं र त्यसलाई कटिङ गरेपछि यसरी हजुरले अत्याधिक रुचाइदिनु भएको डबल बुलेन चेन बन्दैछ। यहाँ चाहिँ एउटा रिङ माथि अर्को रिङ डबल गरेर बनाइएको हुनाले यसलाई डबल बुलेन भनिएको हो। त्यसपछि यसलाई सिंगल सिंगल रसन गरिन्छ र फेरि यसलाई जोडेर चेन जस्तो बनाइसकेपछि यसलाई पनि फेरि रसन गरिन्छ। देखिराख्नु भएको छ हजुरहरूले। प्रोसेस एकदमै लामो छ, ह्यान्डमेड सामानहरु हो, त्यसै कारणले गर्दा नै अलिकति कस्टली पर्न जान्छ। यो बनिसकेपछि यसलाई फेरि हामीले सिधा गर्नको लागि मिलाउने प्रोसेस हुन्छ, जुन हजुरले यहाँ देखिराख्नु भएको छ। यो चाहिँ ब्रेसलेट बन्दैछ। सबै एकनास अनि सिधा बनाउनको लागि यहाँ चाहिँ मिलाउने काम भइरहेको छ। त्यसपछि आउँछ पालो सफा गर्ने। जोडेको ठाउँमा चाहिँ कतै कतै तान्ने घोच्ने बसेको छ भने त्यसलाई फाइन फिनिशिङको लागि चाहिँ यहाँ घोटेर सफा गर्ने काम हुँदैछ। त्यसपछि आउँछ हाम्रो कटिङको प्रोसेस। हाम्रो दाइले चाहिँ कटिङ गरिराख्नु भएको छ, जसले गर्दाखेरि चाहिँ एकदमै राम्रो साइनिङ देखिने हुन्छ र अन्तिममा यो सरफ पानीमा सफा गर्ने काम हुन्छ। त्यसपछि चाहिँ हाम्रो सामानहरु फुल फिनिशिङ भएर लगाउनको लागि रेडी हुन्छ है त।